मदन भण्डारीले त त्यति बेलै भनेका थिए नि, एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। दुर्भाग्यवश उनले त्यति बेला जस्तो भनेका थिए अहिले ठ्याक्कै त्यस्तै बन्दै गएको छ। 2062 सालतिर केपी ओलीको भाषण यस्तो थियो, प्रधानमन्त्रीज्यूको त्यो जमानाको भाषण र अहिलेको शासन मेल खान्छ जस्तो लाग्छ तपाईलाई? नेपोटिजम भयो भनेर राजतन्त्र हटाउनेहरूले अहिले नातावाद र कृपावादको क्रान्ति गर्दैछन्। भ्रष्टाचार सत्ताको गाडी चलाउने इन्धन बनेको छ। सत्ताको आडमा जस्तो सुकै काण्ड पनि लुक्ने गर्छ। तस्करी भनेको त ठुला बडाहरूको फेभरेट बिजनेस बनिसक्यो। अझ ठुला नेताहरूले भ्रष्टाचार गरेको कुरा आयो भने त फाइल नै गायब हुन्छन्। यदि कुनै कारणले फाइल गायब गर्न सकिएन भने पनि कुनै माइकेल लालले केही गर्न सक्दैन। हाम्रो देश यतिसम्म अगाडि